हेरौँ न कति रातो भएको छ घाम त आइसक्यो भए मेरो लिएर जानु। हेलो फ्रेन्ड्स, वेलकम टु माई न्यू भ्लग। अहिले चाहिँ बिहानको 5:20 भएको छ। म चाहिँ भर्खर उठेको। अब म एक्सर्साइज गर्छु। मैले चाहिँ एक्सर्साइज गरेर भ्याएँ। अब म नुहाउँछु। फाइनली म चाहिँ नुहाइसकेको छु। 2 दिन लागिसक्यो भए मेरो लिएर जानु, त्यो छोडिदिनु भने के अरे फोनमा चलिराखे भइहाल्यो नि। अब भनिराखेको फोनमा बोल्न चलिराखे अलिपछि किन मेरो घन्टे आएको साथै हो तिम्रो फोनमा झिलिक्क बत्ती क्यामेरामा बत्ती बल्यो भने मात्र थाहा हुने हो। त्यो घोप्टा गरेर राखेँ नि डिलिट गरेर फालिदिन्छु। भिडियोहरू त सबै डिलिट भइहाल्छ नि। आइडी फेरि पासवर्ड हालेर खोल्यो। यसको नाम कस्तो अजीब राखेर तिमीहरूले। कस्तो अजीब हो र पुन्टी। है पुन्टी हेर के लेखो हो हाँसेको। म चाहिँ अहिले यहाँ यो एउटा फार्ममा आएको छु। तोरी बनाएर यहाँ चाहिँ गड्योला हाल्ने रहेछन् अनि त्यसलाई चाहिँ पाल्ने रहेछन्। यहाँ यति धेरै बनाएको छ। आज फेरि यति घाम चर्को भए कि 41 डिग्री सेल्सियससम्म पुग्यो घाम। तपाईँले यस्तो रुख देख्नु भएको छ कि छैन? यही हो गाइस, त्यो चियापत्ती भन्छ यसलाई। यसलाई चियामा हालेर खाँदो रहेछ। तपाईँहरूले खानु भएको छ कि छैन? साथीहरू, अब चाहिँ म खाना खान लाग्यो। 10:22 भएको छ। आज खानामा चाहिँ मासु छ, भैँसीको मासु। अनि यो पानी हेर्नुहोस्, भर्खर पानी परेको अनि सबै कति राम्रो भएको छ मौसमहरू। त्यो त हेर्नु, बादलहरू कति कालो देखेका छन्। पानी पर्दा यति राम्रो देखिन्छ नि यो मौसमहरू। मलाई यस्तो राम्रो लाग्छ क्या। तपाईँहरूलाई कस्तो लाग्छ हो कुनि? तर मलाई चाहिँ एकदम रमाइलो लाग्छ है। सर्रा हावा चलेको छ। त्यति बेरसम्म हजुरहरू यो भ्यूको फाइदा उठाउनु होला। को खाजा भनेको चाहिँ मकै भुट्न लगाएको छु अनि यहाँ कराई रेडी बनाएको छु र यतापट्टि चाहिँ चिया। खाजा पनि रेडी भइसक्यो। अब यो मकै फुलाएको, यतापट्टि चिया मलाई र दिदीलाई खानी भनेर आएको छु। म चाहिँ अहिले पुलमा आएको छु यसो हावा खानको लागि। चाहिँ 7 बजिसकेको छ। हेर्नुहोस् न साथीहरू, त्यो उतापट्टिको त्यो डाँडामा हेरौँ न कति रातो भएको छ घाम त राम्रो देखेको। थ्याङ्क यू फर दिस वाचिङ भिडियो। तपाईँहरूले भिडियो पुरा हेरिदिनु भएकोमा धन्यवाद र लाइक र सब्सक्राइब पनि गरिदिनु होला र को नयाँ भिडियोमा भेटौँला। बाई बाई।